यस संसारमा हरेक सम्बन्धका लागि केही न केही मूल्य चुकाउनै पर्छ। को आफ्नो थियो अनि को पराई मैले कहिले बुझ्नै सकिनँ। मैले जता हेरेँ त्यता मान्छेका अनुहारहरू बदलिएको मात्रै देखेँ। मान्छेको स्वभाव पनि कस्तो अनौठो छ है। जसलाई जनावर भन्यो भने रिसाउँछ, तर त्यही मान्छेलाई बाघ भन्यो भने चाहिँ मक्ख पर्छ। आत्मसमर्पण गर्नुभन्दा त बरु जित्ने प्रयास गर्दा गर्दै मरेर जानु नै धेरै उत्तम हुन्छ। कसैको अपमानको जवाफ यति धेरै सम्मानका साथ दिनुहोस् कि अगाडिको मान्छे आफै लज्जित बनोस्। हाम्रा आँखाहरू अक्सर तिनै मान्छेले खोलिदिन्छन् जसलाई हामी आँखा चिम्लेर विश्वास गरेका हुन्छौँ। इच्छा चाहे सानो नै किन नहोस्, तर त्यसलाई पुरा गर्नका लागि मनमा एउटा जिद्दीपन हुन अवश्य जरुरी छ। जुन कुराले तपाईलाई च्यालेन्ज अर्थात् चुनौती दिन्छ नि, हो त्यसैले नै तपाईलाई चेन्ज अथवा परिवर्तन पनि गर्न सक्छ। मेरा आफ्नाहरूले मलाई डुबाउन खोजेर धकेलेका थिए, तर त्यसको फाइदा यो भयो कि हजुर मैले पौडिन सिकेँ। हरेक रुँदै बितेका पलहरू एक दिन अवश्य मुस्कुराउनेछन्। धैर्य राख साथी, तिम्रो पनि समय पक्कै आउनेछ। सरी कस्तो अनौठो शब्द हो है। मान्छेले भन्यो भने झगडा समाप्त हुन्छ, अनि डाक्टरले भन्यो भने मान्छे नै समाप्त हुन्छ। मान्छे आफ्नै गल्तीमा एकदमै राम्रो वकिल बन्छ, तर अरूको गल्ती देख्दा भने सिधै न्यायाधीश बनिदिन्छ। हामी मान्छे पनि कति अबुझ छौँ। दुःख आउँदा अतालिन्छौँ अनि सुख आउँदा बहकिन्छौँ। मलाई एक्लै हिँड्नमा बेग्लै मजा आउँछ। न कसैले अगाडि छोडेर जाने डर, न त कोही पछाडि छुट्ने नै डर। भगवानले महँगो घडी सबैलाई दिउन्, तर अप्ठ्यारो घडी अर्थात् खराब समय कसैलाई पनि नदिउन्। स्वास्थ्य खराब भएकाहरूसँग बरु सँगै बस्नुहोस्, केही फरक पर्दैन। तर नियत खराब भएकोहरूसँग कहिले पनि सँगै नबस्नुहोस्। जसको सफलतालाई कसैले रोक्न सक्दैन, तब उसलाई बदनाम गर्न सुरु गरिन्छ। यदि कसैले तपाईसँग केही माग्छ भने खुसी साथ दिनुहोस्। भगवानलाई धन्यवाद भन्नुहोस् कि उहाँले तपाईलाई माग्ने होइन, दिने स्थानमा राख्नुभयो। तपाईँ जति कम बोल्नुहुन्छ, मान्छेहरू तपाईलाई त्यति नै धेरै सुन्न चाहनेछन्। जसले तपाईलाई साँचो माया गर्छ नि, तपाईसँग कहिल्यै पनि उसले केही कुराको चाहना, आशा वा अपेक्षा कहिल्यै पनि राख्दैन। राम्रो समय अवश्य आउँछ, तर आफ्नो समय आएपछि मात्रै आउँछ। मानौ यो संसार खराब छ र त जताततै धोका मात्रै छ, तर हामीलाई असल बन्नबाट कसले रोकेको छ र? तपाईको आफ्नो सच्चा कर्म नै तपाईको आफ्नो पहिचान हो। नत्र भने एउटै नामको त यहाँ हजारौं मान्छेहरू भेटिन्छन् नि। समयले मलाई फसाएको पक्कै हो, तर म अतालिएको छैन। किनकि परिस्थिति र समयसँग हारेर रोइबस्ने मान्छे होइन म।